यो नेपालमा हरेक वर्ष एक्सिडेन्टले मर्नेको संख्या हो। यो नेपालमा क्यान्सरले मर्नेको संख्या र यो समहाउ एयर पोल्युसनले मर्नेको संख्या हो। इफ अहिले तपाईँ काठमाडौँमा हुनुहुन्छ भने यो हुस्सु जस्तो लागेको त पक्कै देख्नुभएकै होला। यो हुस्सु जस्तो देखिएको फग वा कुहिरो होइन, प्रदूषण हो। Well, in recent weeks, air pollution in Kathmandu Valley has worsened significantly. Air quality reached hazardous. Kathmandu Valley claimed the title of most polluted city in the world. अहिले हाम्रो एटमोस्फियरमा पोल्युटेन्ट्स यति डेन्सली प्याक्ड छन् कि नेपालको स्पेशली काठमाडौँको AQI 300 नागिसकेको छ। AQI यानि कि एयर क्वालिटी इन्डेक्सले हावामा भएको पोल्युटेन्ट्सको लेभल बताउँछ र यसकै अनुसार अहिले हाम्रो हावा डेन्जरस मात्र नभई पोइजनस बनिसकेको छ। एज अ रिजल्ट तपाईलाई पनि घाँटीमा इरिटेसन, आँखा र नाक पोल्ने जस्तो प्रब्लम्स भइ नै राखेको होला। यो प्रदूषणको अझै बढी असर बच्चा-बच्ची र बुढापाकामा परिरहेको छ। हामी मध्ये कतिलाई लागिरहेको होला कि घरभित्र झ्यालडोका थुनेर बसे प्रब्लम कम हुन्छ, बाहिरको हावा भित्र नआइसकेपछि एटलिस्ट भित्र त बेटर होला। तर सायद यसले झन् ठुलो रिस्क निम्त्याउन सक्छ। हामी यो भिडियोमा बेला बेलामा काठमाडौँ किन यस्तो प्रदूषित भइरहेको छ, अहिले हामीले सास फेर्ने हावामा छ चाहिँ के, र मेनली हामीले के गर्यौं भने यस्तो पोल्युसनमा पनि आफूलाई सेफर राख्न सक्छौं बारे चर्चा गर्नेछौं। सबैभन्दा पहिला बुझौं कि यो हुस्सु जस्तो देखिने हो चाहिँ के। एक्चुअलमा अहिले सास फेर्दा तपाईको लङ्समा अक्सिजन मात्र जाँदैन, घातक माइक्रोस्कोपिक पार्टिकल्सहरू पनि जान्छन् र अहिले यही पार्टिकुलेट म्याटर PM ले नै काठमाडौँको हावा भरिएको छ। यी पार्टिकुलेट म्याटर हावामा तैरिने साना साना कणहरू हुन्। यिनमा पनि PM10 र PM2.5 लाई अझै बढी घातक मानिन्छ। PM10 भन्नाले त्यो कण जुन 10 माइक्रोमिटर वा त्यसभन्दा सानो छन्। PM10 हाम्रो नेजल हेयरलाई सजिलै बाइपास गरेर घाँटी र फोक्सोमा जान्छ, जसका कारण घाँटी फोक्सोको भित्री लाइनिङलाई इरिटेट गरी कन्टिन्युअस खोकी पनि लाग्न सक्छ। सिमिलरली PM2.5 भन्नाले त्यो कण जुन 2.5 माइक्रोमिटर भन्दा सानो छन्। यी यति घातक हुन्छन् कि हाम्रो शरीरको पुरै नेचुरल डिफेन्सलाई तोडेर सिधै फोक्सोमा जान सक्छ। इभन लङ्सलाई पनि पेनेट्रेट गरेर ब्लड स्ट्रिम र हाम्रो दिमागसम्म पनि जान सक्छ। नेपालीहरूको लाइफ एक्सपेक्टेन्सी घटाउने प्रमुख कारण नै PM2.5 हो। यसले हाम्रो जीवनको 4.5 वर्ष घटाइदिएको छ र यही PM2.5 को लेभल अहिले काठमाडौँमा WHO को सेफ लिमिट भन्दा 10 गुणा बढी छ। यानी अहिले म यो बोल्दै गर्दा र तपाईँ यो भिडियो हेर्दै गर्दा हाम्रो शरीरले हावामा भएको यो टक्सिक डस्ट पार्टिकल्स एब्जर्ब गरिरहेको छ, जुन हाम्रो शरीरबाट त्यति सजिलै जानेवाला नै छैन। आफू बस्ने वा ट्राभल गरिराख्ने एरियाको AQI हेर्न तपाईँ यो वेबसाइटमा जान सक्नुहुन्छ। IQ Air स्विजरल्यान्ड बेस्ड कम्पनी हो र यसले विश्वभरको एयर क्वालिटी मेजर गर्छ। AQI लाई सिम्पली बुझ्दा एयर क्वालिटी इन्डेक्स हो। यसको भ्याल्यु जति कम नम्बरमा भयो त्यति राम्रो। नर्मल्ली 100 भन्दा तल भएकोलाई सास फेर्न हेल्दी मानिन्छ। म यो भिडियो बनाइराख्दा काठमाडौँको कति ठाउँहरूमा तपाईले स्क्रिनमा देखे जस्तै 300, 500, 700 सम्म पनि नागिसकेको छ र काठमाडौँको अहिलेको एभरेज AQI 300 प्लस छ, जुन हेजार्डस रेन्जमा पर्न जान्छ। र यही म्यापमा देख्न सक्नुहुन्छ कि यो प्रब्लम अहिले काठमाडौँमा मात्र होइन, नेपालको अधिकांश ठाउँहरूमा छ। हामी के गर्यौं भने आफ्नो परिवारलाई वा आफूलाई सेफर राख्न सक्छौं, म एकछिनमा कुरा गर्नेवाला नै छु। तर पहिला अलिकति बुझौं कि काठमाडौँमा यस्तो किन भइरहेको छ, किनकि यो सिचुएसन नर्मल होइन र वर्षभरि यस्तो सिचुएसन हुँदा नि हुँदैन। देन वाइ इज काठमाडौँ सफरिङ? काठमाडौँ वा नेपालभरिमै PM2.5 को एमाउन्ट बढाउने सबसे प्रमुख कारण भनेको फरेस्ट फायर्स हो। र तपाईले स्क्रिनमा देख्नुभएको म्यापमा जति पनि रेड डट्स छन् ती सबै हाल आगलागी भएका ठाउँहरू हुन्। सिमिलरली तराईको कति ठाउँहरूमा अहिले स्टबल बर्निङ गर्ने गरिन्छ, यानि कि भुस वा पराललाई एकमुष्ट आगो लगाइने गरिन्छ। अर्को कारण भनेको काठमाडौँको हर कुनामा केही न केही कन्स्ट्रक्सन भइराखेकै हुन्छ। बालुवा ढाकिँदैन, प्रोपर क्लिनअप मेकानिजम्स युज हुँदैनन् र यो कङ्क्रिट डस्ट पनि हावामा मिसिन्छ। अर्को त्यस्तै प्रमुख कारण हो म्युजियममा हुनुपर्ने गाडीहरू बाटोमा हुनु। सिमिलरली हाम्रो फोहोर पनि जलाउने बानीले हावामा अझ थप पोल्युटेन्ट्स एड गर्छ। यी सब कारणहरू त PM2.5 जस्ता पार्टिकल्स नै कसरी बन्छ भन्ने हो। तर काठमाडौँले स्पेसिफिकली सफर गर्ने मेन रिजन भनेको विन्ड हो। अहिले ड्राई विन्ड नेपालमा वेस्टबाट आइरहेको छ, जसले तराई र नर्दर्न इन्डियाबाट डस्ट क्यारी गरेर आउँछ। काठमाडौँ आफैमा एउटा कचौरा जस्तो भएकोले गर्दा यो सब डस्ट काठमाडौँमा ट्र्याप हुन्छन् र सराउन्डिङ हिल्सले बाहिर निस्किन पनि दिँदैनन्। र काठमाडौँमा यस्तो पहिलेदेखि नै भइरहेको छ। जस्तै 2021 मा AQI 280 नागेपछि सरकारले 4 दिनलाई स्कुल कलेजेस बिदा पनि दिएको थियो। यस्तै लास्ट इयर पनि गर्मी लाग्न थालेपछि सिमिलर प्रब्लम देखा परेको थियो।
इफ हामी काठमाडौँ वा कुनै पनि हाइली एफेक्टेड एरियाजमा बस्ने नै हो भने हामीले एटलिस्ट यो पोइजनस एयरसँगको डिरेक्ट कन्ट्याक्ट कसरी घटाउने जान्नै पर्ने हुन्छ र आफूलाई सेफ राख्ने सबसे सजिलो मेथड भनेको मास्क लाउने हो। N95 वा N99 मास्कको युजले 95% भन्दा बढी PM2.5 पार्टिकल्स फिल्टर आउट गरिदिन्छ र डिरेक्ट एक्सपोजरको चान्सेस घटाइदिन्छ। इफ तपाईसँग त्यसको एक्सेस छैन भने एटलिस्ट नर्मल मास्क कम्पल्सरीली युज गर्नु होला। मास्क नै नलाउनु भन्दा नर्मल सर्जिकल मास्क युज गर्नु 100 गुणा बढी फाइदाजनक हुन्छ। मैले सुरुमा नै भनेको थिएँ हामी मध्ये कतिलाई लाग्ला घर भित्रै बस्नु सेफर हुन सक्छ र त्यो केही हदसम्म ठिक पनि हो। जस्तै अहिले जब बाहिरको AQI 300 पुगेको छ सब झ्याल ढोका थुनेर भित्र बस्नु अलिकति सेफर हुन पनि सक्छ। तर यस्तो एक्सट्रिम सिचुएसन्सलाई छोडेर अरू धेरै जसो बेला घरभित्रको हावा 2 देखि 5 गुणा बढी पोल्युटेड हुन सक्छ। हामी अलरेडी 90% हाम्रो समय इन्डोर्समै बिताउँछौँ र स्पेसली इफ तपाईँ भित्र कुकिङ गर्नुहुन्छ, कुनै पेट पाल्नु भएको छ, मेकअप गर्नुहुन्छ, आगो ताप्नुहुन्छ, एक्सेसिभ फर्निचरहरू छन्, भेन्टिलेसन पुवर छ वा कुनै एयर फिल्टर नै युज गर्नुभएको छैन भने सिचुएसन बाहिरभन्दा पनि झन खराब हुन सक्छ। WHO को अनुसार विश्वभर हरेक वर्ष 32 लाख बढी मान्छे इन्डोर एयर पोल्युसनका कारण अल्पायुमै मर्ने गर्छन्। त्यसैले पनि हामीले आफ्नो घरभित्रको हावालाई कसरी स्वच्छ राख्ने बारे जान्नै पर्ने हुन्छ। एउटा तरिका भनेको तपाईले इन्डोर बर्निङ त सकेसम्म गर्दै नगर्नुहोस्। जस्तै आगो ताप्न कोइला होस्, पूजा गर्दा अगरबत्ती, घरभित्र हुक्का चुरोट भेप त खाँदै नहानुस्। इभन तेलमा केही फ्राई गर्दै हुनुहुन्छ भने त्यो पनि। यी सबले फाइन पार्टिकल्स हावामा रिलिज गर्छ जुन भित्र नै ट्र्याप भएर बसिराख्छ। सो सकेसम्म केही पनि नजलाउनुहोस्। अझ मिल्छ भने नर्मल बर्नरको साट्टो इलेक्ट्रिक स्टोभको युज गर्नुहोस्। अर्को भनेको हामी घर सफा राख्न भनेर थुप्रो केमिकल्स युज गर्न सक्छौँ। यस्ता कुनै पनि केमिकल भएको सामान युज गर्दा त्यसले VOC यानि कि भोलाटाइल अर्ग्यानिक कम्पाउन्ड्स रिलिज गर्छ। सो सकेसम्म कम युज गर्नुहोस् र बेस्ट भनेको भेन्टिलेसन मेन्टेन गर्ने नै हो। प्रपर भेन्टिलेसनले यस्ता पार्टिकुलेट म्याटरलाई भित्रै अड्किएर बस्न दिँदैन। त्यसैले अर्को सल्युसन किचनमा चिम्नी वा एक्जस्ट फ्यान राख्ने र घरभरि नै वेल भेन्टिलेसन गर्ने हो। जब बाहिरको AQI कम हुन्छ, जस्तै पानी परेपछि 10-15 मिनटलाई भए पनि झ्याल खोल्ने गर्नुहोस्। प्रपर भेन्टिलेसन टेक्निक्स जस्तै एक्जस्ट फ्यानहरू, क्रस भेन्टिलेसनको लागि मल्टिपल झ्यालहरू युज गर्यो भने भित्रको फोरो बासी हावा सर्कुलेट भएर बाहिर जान्छ। नत्र भित्र जे जस्तो पार्टिकल्स बनिरहेको छ त्यो त्यही अड्किएर थुप्रिँदै नै जान्छ। भित्र अझै नेचुरल फिल्टरिङको लागि इन्डोर प्लान्टहरू लगाउन पनि सकिन्छ। एउटा स्टडी अनुसार इन्डोर प्लान्ट्सको युजले पोल्युटेन्ट्सलाई 30% सम्म घटाउन सक्छ। प्लान्ट्सले एयरलाई प्युरिफाई गर्ने सँगसँगै इन्डोर मोइस्चरलाई पनि रेगुलेट गर्छ। इफ हावा धेरै ड्राई छ भने PM2.5 पोल्युटेन्ट्स हावामै सस्पेन्डेड फर्ममा बसिराख्छन्। त्यसैले मोइस्चर रेगुलेट गर्नको लागि ह्युमिडिफायरको युज पनि गर्न सकिन्छ। एउटा डस्ट च्याम्बरबाट बच्न अर्को च्याम्बरमा छिर्नु भनेको टेम्पोररी सल्युसन मात्र हो र अनलेस पार्टिकुलेट म्याटरहरूको एक्टिभली फिल्टरिङ भइरहेको छ यो 2 देखि 5 गुणा अझै रिस्की पनि हुन सक्छ। त्यसैले इफ काठमाडौँ जस्तो ठाउँमा बस्ने नै हो भने सबसे बेस्ट वे भनेको एयर प्युरिफायर युज गर्ने हो। त्यसैले सकेसम्म एउटा राम्रो ग्रेडको हेपा फिल्टर भएको एयर प्युरिफायर किन्नुस् भनेर नै सजेस्ट गर्छु। हेपा फिल्टर भनेको हाई इफिसियन्सी पार्टिकुलेट एयर फिल्टर हो जसले 3 माइक्रोनसम्मको पार्टिकल्स 99% सम्म फिल्टर गरिदिन्छ। त्यसैले रिभ्यूहरू राम्ररी हेरेर बुझेर ट्रु हेपा H13 वा H14 लेखेको एयर प्युरिफायरहरू घरभित्र इन्स्टल गर्नुहोस्। यो H लेभल चाहिँ हेपा स्ट्यान्डर्ड हो र जति ठुलो नम्बर त्यति नै राम्रो। र ख्याल राख्नु होला कुनै पनि प्युरिफायर किन्दै गर्दा एक्चुअल महँगो पर्न आउने भनेको तपाईले इयरली चेन्ज गर्नुपर्ने फिल्टर हो। प्युरिफायरले हावामा सस्पेन्डेड पार्टिकुलेट म्याटरलाई मात्रै फिल्टर गर्छ। त्यसैले यो सब भन्दै गर्दा घर सफा राख्ने जिम्मेवारी चाहिँ हाम्रो आफ्नै हुन्छ। समराइज गर्नुपर्दा आफू र आफ्नो परिवारलाई सेफ राख्न पहिला त यी पोल्युटेन्ट्स घरभित्र बन्न नै दिन भएन। घरभित्र फिल्टरिङ सिस्टम छ भने त्यो बेस्ट हो र छैन भने पनि प्रपर भेन्टिलेसन र इन्डोर प्लान्ट्स लगाएर आफ्नो घर सफा राख्न सकियो। र बाहिर जे कामलाई निस्किँदा पनि मास्क लाउन बिर्सिनु भएन। इन्डिभिजुअल लेभलबाट सायद हामीले यति गर्न सक्यौँ भने पनि धेरै हुन्छ। पुरै देशमै चेन्ज ल्याउन भने अलिकति समय लाग्ला तर इम्पोसिबल छैन। किनकि एउटा समयमा चाइनाको बेजिङ पनि सिमिलर सिचुएसनमा थियो। 2015 मा 343 AQI पुगिसकेपछि बेजिङले रेड अलर्ट जारी गरेको थियो। त्यसपछि चाइनाले पोल्युसनमाथि वार नै डिक्लेयर गर्यो र जम्मा 10 वर्षपछि बेजिङको AQI 20 to 60 को रेन्जमा झरिसकेको छ। त्यसैले इफ पोलिसी लेभलबाटै एक्सन प्लान बन्यो र एक्चुअली इम्प्लिमेन्ट पनि भयो भने नेसनल लेभलमै चेन्ज ल्याउन क्लियरली पोसिबल छ। यो भिडियो इफ फ्युचरमा हेर्दै हुनुहुन्छ भने काठमाडौँको AQI अब 300 तल पुगी पनि सक्यो होला।
र अब त हामी सेफ छौँ भनेर सोच्दै हुनुहुन्छ भने म फेरि याद दिलाइदिउँ 100 माथिको जस्तो AQI पनि अनहेल्दी हो। आजको लागि यति नै। यो भिडियो आफ्नो नजिकको मान्छेलाई पक्कै सेयर गर्नु होला। थ्याङ्क यू फर वाचिङ। स्टे सेफ।